चाहिँ हामी लङ रन जाँदैछौँ। लङ रन चाहिँ यहाँबाट दिलारामबाट बागौडाबाट चटकपुरबाट टाइगर हिलबाट जोरबङ्गलाबाट सुनाता। यो चाहिँ हाम्रो गोचेला 50K को लागि चाहिँ फाइनल प्र्याक्टिस हो। यहाँ चाहिँ अहिले हामी स्टार्ट गऱ्यौँ शिव मन्दिर यतापट्टि। हिँडे केटाहरू 4 जान्छौँ हामी। अहिले चाहिँ हामी आइपुग्यौँ दिलारामबाट उकालो बागौडा। यो चाहिँ हो बागौडाको जङ्गल। यो चाहिँ बागौडाको बाटो हो। यो त तपाईँले सधैँ देखिरहनु भएको हो। अब चटकपुर पुग्ने बेलादेखिको टाइगरपट्टि गएपछि अर्को बाटो छ नयाँ, त्यो बाटो देखाउँछ आज। अब यो चाहिँ उकालो राजाहट्टाबाट उकालो हो र अहिले चाहिँ ट्रेल अपहिल ट्रेल हुँदैछ। यो बाटोबाट टाइगर हिल पुग्छ अहिले एकछिनमा। यो चाहिँ हामी दिलारामबाट उकालो बागौडाबाट उकालो कुद्दै राजाहट्टाबाट उकालो यहाँ आइपुग्यो अहिले। अब यहाँबाट चाहिँ यो बाटो टाइगर हिल जान्छ, यो बाटो 3 माइल जान्छ, यो बाटो चटकपुर जान्छ। अब हामी चाहिँ यो यताको मान्छे नहिँडेको बाटोबाट उकालो चढ्छौँ टाइगर हिलपट्टि। यो बाटो अब टाइगर हिल जान्छ, यहाँबाट उकालो अन्त राम्रो छ बाटो। यो चाहिँ दामी जग्गा आइपुग्यो। यो चाहिँ टाइगर हिल र सुनादाको बिचमा हो भनौँ, रङबुलको माथितिर होला। यहाँ चाहिँ प्लान्टेसन चाहिँ गरेको छ तर भएको छैन। हामी यसरी आउँदैछौँ कि सबैजना यहाँ नै छ दामी बाटो। हामी चाहिँ अहिले पनि कुद्दै हिँड्दै माथि पुगेको छौँ र राजीव वीरेन कालु सबैजना छ हामी सँगसँगै। यो जङ्गल चाहिँ यस्तो घनाघोर छ। आज चटकपुरबाट उकालो आउँदा चाहिँ यसरी यो बाटो भेट्छ। तपाईँहरू कोही आउनु भएको छ भने कमेन्ट गर्नुहोस् है यो बाटो ल। अब यो चाहिँ टाइगर हिलको जङ्गल आइपुग्यो। केटाहरू आरामले अहिले चाहिँ अलिकति अघि एकजनासँग अहिले चाहिँ अलिक रेस्ट पारेर हिँड्दैछौँ। अब फेरि जान्छौँ हामी। यहाँबाट सिधा गएर टाइगर हिल निस्किन्छ। कालुले पनि परबाट भिडियो बनाउँदै आउँदैछ। यो जङ्गल चाहिँ यस्तो चाहिँ एकदम डेन्स फरेस्ट, डिप फरेस्ट हो यो। आज चाहिँ गोचेला ट्रेलको फाइनल प्र्याक्टिस हो। 24th डे हो। 24 दिन भयो कन्टिन्यू प्र्याक्टिस गरेको। गोचेलाको भनेर चाहिँ प्र्याक्टिस त गर्दैथ्यौँ पहिला। आज चाहिँ टाइगरको जङ्गलमा कुदाउँदैछ। आइपुग्दा चाहिँ एउटा राम्रो जग्गा भेट्यौँ। एकछिन रेस्ट, 2 मिनट रेस्ट। अब यो चाहिँ यहाँबाट टाइगर हिलको बाटो आइपुग्यो। अब आइपुग्यो टाइगर हिल। जय माता की सल। सुनादा, दिलाराम, बागौडा, चटकपुर, टाइगर हिल आइपुग्यो। अब जोरबङ्गला जानुहोस्। टाइगर हिलबाट हामी अब फेरि ओह्रालो झर्दैछौँ। 2 भाइ चाहिँ तल कुद्दैछ। कालो र म भिडियो यहाँ 1-2वटा एक्सपेरिमेन्ट गर्दै झर्दैछौँ। आज फाइनल प्र्याक्टिस, भोलिदेखिको रेस्ट। टाइगर हिलबाट ओह्रालो जोरबङ्गलाबाट फेरि माथिल्लो ओल्ड मिलिट्री रोडबाट अब ब्याक सुनादा आउँदैछ। ल अब फर्केर हामी डाँडा गाउँ आइपुग्यौँ। अब फेरि ब्याक सुनादामा पुग्छौँ। अन्त म्याराथन प्र्याक्टिस आज शेष।